यो छ गाइज, आज हामी रिभ्यू गर्न गइरहेछौँ हाम्रो टेक्सचर प्याक र यो टेक्सचर प्याकमा के छ भने देखाउने छु। हुन त मलाई नि खासै थाहा छैन, मैले नि युज गरेको छैन किनभने यो मैले बनाएकै हैन। यो टेक्सचर प्याकको पुरै क्रेडिट जान्छ हाम्रो प्यारो मित्र स्निकी गेमर्सलाई। त्यो सो बिग सर्ट आउट टु स्निकी गेमर्स। र अब युज गरेर देखाउने छु। संस्कारी पाई 1 हो टेक्सचर प्याकको नाम। ओके, र यो टेक्सचर प्याकमा अहिले खासै केही छैन र यसमा भोलि पर्सि अझै अपग्रेडहरू आउनेछ। सो लेट्स मी नो इन द कमेन्ट सेक्सन के चेन्जेसहरू गर्नुपर्ने छ भनेर। पहिले सुरुमा तपाईँले आफ्नो इन्भेन्टरी पुरै क्लिन देख्न सक्नुहुन्छ। यो टेक्सचर प्याक धेरै जसो बेडवार्स प्लेयरहरूको लागि राम्रो हुन्छ। जस्तै तपाईँ यो उल हेर्न सक्नुहुन्छ, उलको टेक्सचर चाहिँ यस्तो छ। सो बेडवार्स प्लेयरहरूको लागि चाहिँ एकदमै राम्रो टेक्सचर प्याक हो यो। र तपाईँ यो अरूहरूको पनि टेक्सचर हेर्न सक्नुहुन्छ। र साथै यहाँ यो भरिमा सबभन्दा इम्पोर्टेन्ट र मेन भनेको यो टोटम। तपाईँ हेर्न सक्नुहुन्छ मेरो यो टोटम मेरै स्किन जस्तै छ। सो तपाईँले लेफ्ट ह्यान्डमा बोक्दाखेरि एकदमै राम्रो हुन्छ। र यो लास्टमा म तपाईँलाई पप गरेर पनि देखाउने छु। सो भिडियो हेरिबस्नु होला। र यसमा हामीले स्वर्डहरू पनि सानो गरेका छौँ, आइरनको, वुडको, स्टोनको, आइरनको, गोल्डसम्मको सानो। र यो नेदरराइटको चाहिँ एकदमै लामो गरेका छौँ। र त्यसै गरी फायर रकेट। र यसमा धेरै जसो चिजहरूको पार्टिकल्स अफ छ किनभने ल्याग कम होस् भनेर। बोको पनि एनिमेसन तपाईँ हेर्न सक्नुहुन्छ साइडमा, एकदमै दामी खालको छ। र वाटर बकेट फेरि नर्मली सिल्ड बोक्दाखेरि तपाईँको पुरै अगाडिको स्क्रिन छेक्छ। तर यसले चाहिँ हामीले स्वरले हान्दाखेरि के यस्तो पार्टिकल्सहरू आउँछ। पार्टिकल्स अफ भए पनि हाम्रो पार्टिकल्सहरू चाहिँ आउँछ, कुनै पार्टिकल्सहरू आउँछ। यहाँ हेर्न सक्नुहुन्छ के यस्तो पार्टिकल्सहरू छ। र अब तपाईँलाई म आफ्नो टोटम पप गरेर देखाउने छु। यसमा पनि एकदमै दामी खालको एनिमेसन आउँछ। एनिमेसन भन्यो कि जे भन्दा नि हुन्छ। र तपाईँले यो पनि हेर्न सक्नुहुन्छ कि ब्लक्सहरू अलिकति राम्रो भएको छ। र टोटम पप गर्दाखेरि तपाईँले हेर्न सक्नुभयो। फेरि एकचोटि अझै देखाइदिउँ। म फेरि भन्दैछु गाइज, यसमा अझै अपग्रेडहरू लिएर आउनु बाँकी छ। सो तपाईँहरू अझै कमेन्ट सेक्सनमा मलाई कमेन्ट गर्न सक्नुहुन्छ यसमा अझै के अपग्रेडहरू ल्याउन सकिन्छ भनेर। र तपाईँ तल यहाँ हटबारमा हार्टहरूको पनि हेर्न सक्नुहुन्छ, र हाम्रो एक्सपीको पनि। तर यो मेनली चाहिँ बेडवार्स लभरहरूको लागि हो। तर यो तपाईँहरू आफ्नो लो एन्ड पिसी छ भने त्यसमा पनि युज गर्न सक्नुहुन्छ। रेड स्टोन हेर्नुहोस् गाइज, हल्का ट्रायङ्गल सेपको छ। रेड स्टोन पनि एकदमै बवाल खालको छ। त्यसै गरी हाम्रो फ्लिन्ट एन्ड स्टिलको पनि हल्का एनिमेसनहरू चेन्ज छ नर्मल भन्दा है। र सबभन्दा मेन कुरो, यदि तपाईँ पिभी पनि खेल्नुहुन्छ र यहाँ आगोमा पर्नुभयो भने तपाईँको अगाडि आगो आउँदैन। नर्मली के हुन्छ भन्दाखेरि तपाईँको स्क्रिनमा आगोहरू देखाइन्छ, तर यो टेक्सचर प्याकमा चाहिँ देखाइँदैन। सो यो यसको राम्रो कुरो हो, मलाई एकदमै मन पर्यो। र यसमा पानी पनि पानीको पनि क्वालिटी हल्का राम्रो भएको छ।
सो आजको लागि यति नै प्लिज सब्सक्राइब टु संस्कारी पाए एन्ड बिग सर्ट आउट टु स्निकी गेमर किनभने उसले धेरै नै मेहनत गरेको छ यो टेक्सचर प्याक बनाउनको लागि सो प्लिज सब्सक्राइब गरिदिनुहोस् स्निकी गेमरलाई पनि तल डिस्क्रिप्सनमा जानुहुन्छ र तपाईहरुलाई यो टेक्सचर प्याक डाउनलोड गर्नु छ भने तपाईहरुले मलाई DM पनि गर्न सक्नुहुन्छ नत्र मेरो डिस्कर्ड सर्भर जोइन गरेर त्यहाँनिर डाइरेक्ट डाउनलोड पनि गर्न सक्नुहुन्छ सो आजको लागि यति नै म भेट्नेछु अर्को भिडियोमा प्लिज किप सपोर्ट थ्यांक यू